भयो भयो। यो चाहिँ जापानिज स्टाइलको पर्क है। यसरी यो सस हो, सस यसरी बनाउनुपर्छ हो। अन्त यसलाई माथिबाट टक्कै यसरी हालिदियो। अलिक छेउमा बना, अलिक छेउमा नै यस्तो गरेर यो चाहिँ फाइनल टच। यो चाहिँ फाइनल टच। अलिकति तिल हालिदिनुपर्छ माथिबाट। हेर्नुहोस् तपाईँहरूको पर्क रेडी छ। यहाँ हेर्नुहोस् यस्तो यस्तो हुन्छ। अन्त हेर्नुहोस् पर्क लु हेरिहाल्नु साथी। अब यो चाहिँ तपाईँले यसरी निकाल्यो मुसुलाई है। अन्त सट्टै भातमा यसरी राखिदिनुपर्छ। यसरी यहाँ हेर्नुहोस् सट्टै हो। तपाईँको इच्छा अब जति खानु मन लाग्छ है त्यही हिसाबले यसरी निकाल्यो। अन्त यसरी भातमा तपाईँको